आजको दिन चाहिँ हाम्रो यसरी बित्दैछ है साथीहरू। हामी चाहिँ पहिले चाहिँ बालुको ल्याउँछौँ है, पहिला तल त्यो अगाडि देखाएको ठाउँतिर आउँथ्यो। आजभोलि चाहिँ यो बाटो बिग्रिएको कारणले यो बिग्रिनु भन्दा नि यो बाटो पुरै चिप्लो छ क्या। अनि त्यो माथि पानी ट्याङ्कीबाट पानी झरेर पुरै बाटो चाहिँ गाडी हिँड्नै नसक्ने अवस्था छ। यहाँ चाहिँ अब पुरै अब यहीँ माथि फिल्डमै फालिरहेको छ। यहाँ चाहिँ 2-3 टिप्पर चाहिँ बालु फालिरहेछ। यहाँ चाहिँ साथी चाहिँ पुरै अब होइन बालु जगाउने पोजिसनमा हुनुहुन्छ। यता चाहिँ साथी चाहिँ पुरै अब होइन अब जगाइसकेपछि यो चाहिँ अब हामीले तल मसला बनाउने ठाउँ चाहिँ लिन्छौँ है। यो साथीले उठाइसक्नु भएको छ। सर हामी तल मसला बनाउने ठाउँ जान्छौँ है। यो चाहिँ पुरै काम भइरहेछ। यहाँ चाहिँ काम भइरहेछ। यो चाहिँ पुरै काम यो चाहिँ 1 महिना भइसक्यो यहाँ चाहिँ काम भएको। अब यता चाहिँ पुरै मसला फिटिरहनु भएको छ है। साथी चाहिँ पुरै अब होइन बालुवा सिमेन्ट मिसाएर पुरै फिटिराख्नु भएको छ साथी। अब त्यसै गरेर फेरि यता चाहिँ मिस्त्री चाहिँ पुरै ढुङ्गा है पुरा छान्दै हुनुहुन्छ। पुरा साइजहरू यस्तो लाग्छ उस्तो लाग्छ भनेर। अब यता चाहिँ ठेकेदार साहब चाहिँ पुरै काम सिकाइराख्नु भएको छ। पुरै यस्तो गर उस्तो गर भनिराख्नु भएको छ। यहाँ चाहिँ पुरै 4 जना मिस्त्रीहरू हुनुहुन्छ। उहाँहरू चाहिँ 2-2 जना साइडमा लाग्नु भएको छ। पुरै होइन आफ्नै काममा व्यस्त हुनुहुन्छ उहाँहरू चाहिँ। यति बेला चाहिँ उहाँहरूको भिडियो चाहिँ बनाइदिएको। अब यहाँ चाहिँ पुरै काम चाहिँ भइरहेछ है। तल 2 जना साथीहरू हुनुहुन्छ। उहाँहरू चाहिँ ढुङ्गा छान्दै हुनुहुन्छ।